So hello everyone, myself Future Dr. Manish Kumar, and in this video we talk about the one of the trending topic related to I, that is terrorism. And in this video we discuss about the terrorism, the detailed information. So actually भन्दाखेरि terrorism भनेको के हो भने है ट्रेन्डिङ टपिक छ र यसमा चाहिँ मान्छेको एउटा लोकल ल्याङ्ग्वेजमा र लोकल एरियामा सुन्दाखेरि आँखामा मासु पलायो भनेर मान्छेहरूले गुनासो गरिरहेका हुन्छन्। आँखामा मासु पलाएको हुन्छ र ती मासु कसरी पलाउँछ त? आँखामा तपाईँको यो कन्जक्टिभादेखि लिएर होइन यो ट्रायङ्गुलर सेपमा होइन नन क्यान्सरस हुन्छ यो ट्रायङ्गुलर सेपमा यो पलाएको हुन्छ र यो पिपीको भागसम्म अथवा चाहिँ कोर्नियाको कतिपय मान्छेहरूमा देखिन्छ छेकेको हुन्छ र साधारणतः यसको लक्षणको कुरा गर्दाखेरि के हुन्छ भने यसले गर्दाखेरि कहिलेकाहीँ चिलाउने अथवा रातो हुने होइन केही आँखामा फोरेन बडी सेन्सेसन केही आँखामा छ कि जस्तो फिल हुने अथवा चाहिँ धुवा धुलोले गर्दाखेरि अप्ठ्यारो हुने जस्ता लक्षणहरू यसले देखाउँछ हैन। अर्को कुरा के बुझ्नु पर्यो भने यसको अब मार्केटमा सुन्दाखेरि अपरेसन भन्ने त्यसको मुख्य चाहिँ अब कुरा गर्दाखेरि भनेको अपरेसन नै यसको लास्ट उपाय हुन्छ। अरू चाहिँ यसले कुनै औषधिले गर्दाखेरि अथवा चाहिँ कुनै औषधि खाइसकेपछि होइन कुनै ड्रोप राखिसकेपछि यो जान्छ भन्ने कुरा नसोच्नु होला। यसले चाहिँ तपाईँको सुरुवातमा चाहिँ यो पलाउँछ र यसको ग्रेड पनि हुन्छ होइन कतिको ग्रेड छ कतिको मासु पलाएको छ भने पनि त्यसको पनि ग्रेडिङ हुन्छ र यदि तपाईँको सुरुवात छ होइन त्यति बेला चाहिँ यदि तपाईँको भिजनमा केही समस्या छैन भने तपाईँले लुब्रिकेटिङ टेम्पोरेरीको लागि लुब्रिकेटिङ ड्रप राखेर तपाईँ यसले गर्दाखेरि तपाईँको समस्या समाधान हुन्छ। तर अब कुरा के बुझ्नु पर्यो किन मासु पलायो त होइन धेरै जसो तपाईँको गुनासो हुन्छ भनेको मेरो आँखामा पहिला यस्तो थिएन अहिले किन पलायो भने होइन यो चाहिँ कुरा गर्दाखेरि इन्भाइरोमेन्टको एउटा पनि असर हो होइन धेरै जस्तो युभी प्रोटेक्सन युभी रेको लाइटको कारणले गर्दाखेरि यो पलाउँछ र एक्सपोजर अथवा फिल्ड वर्क जसले धेरै गर्छ होइन किसान छ फार्मर छ होइन धुलो धुवामा धेरै काम गर्छ अथवा धेरै लाइटमा काम गर्छ भनेर सूर्यको डाइरेक्ट कन्ट्याक्टमा काम गर्छ भने त्यो खण्डमा चाहिँ मासु पलाएको देखिन्छ धेरै जस्तो मान्छे। अर्को कुरा के बुझ्नु पर्यो भने अब मासु पलाइसकेपछि तपाईँले गर्नुपर्ने के छ त? मासु पलाइसकेपछि एउटा राम्रो क्लिनिकमा गएर एउटा राम्रो अप्टोमेट्रिकसँग अथवा राम्रो एउटा अप्टोमोलोजीसँग जाँच गराउने, जाँच गराइसकेसँगै तपाईँको रातो हुने अथवा केही अप्ठ्यारो हुने फोरेन बडी सेन्सेसन त्यस्ता समस्याहरूको लागि आई ड्रोप दिन्छ अथवा यसले चाहिँ कस्मेटिकली पनि नराम्रो देखिन्छ कसैलाई मलाई राम्रो लागेन होइन तपाईँले कस्मेटिकली मलाई यसरी फोटो खिच्दाखेरि अथवा यतिकै कसैले हेर्दाखेरि मलाई राम्रो लागेन भने त्यो खण्डमा तपाईँ प्राइमेरी स्टेजमा पनि अथवा ग्रेड 1 ग्रेड 2 जस्तो यसको स्टेजेसहरू हुन्छ तपाईँहरूले नबुझ्नु होला। ग्रेड 1 अथवा ग्रेड 2 जस्तो यसको स्टेजहरू पनि छ। त्यो फर्स्ट स्टेजमा पनि तपाईँ म फुर्किन मिल्छ अपरेसन गर्न म गराउँछु भने तपाईँको इच्छा छ भने गराउन मिल्छ होइन। तर यो फर्स्ट स्टेज अथवा त्यो जबसम्म कालो हुन्छ नि हाम्रो कालो आँखा कालो भाग त्यहाँसम्म यदि झाँकेको छैन अथवा भिजनमा केही समस्या छैन भने त्यति बेलासम्म तपाईँ अवस्था छैन गराउने भने नगराउँदा नि हुन्छ। तर म गराउँछु भने तपाईँको इच्छा छ भने गराउन मिल्यो। तर अब एउटा के कुरा हुन्छ भने अपरेसन भनिसकेपछि मान्छे डराउँछ कि अपरेसन नै गर्छ होइन मेरो आँखा दुख्छ होइन आँखा नै देख्दिनँ भन्ने कुराहरू पनि हुँदैन। यो जस्ट तपाईँको अपरेसन भन्दाखेरि पनि यो मासु जहाँ हुन्छ त्यो मासुलाई खुर्तिर हटाउने मात्र है। हस् त यो भिडियोको लागि यतिकै नै। अरू भिडियोमा हामी फेरि पनि उपस्थित च्यानलमा नयाँ आउनुहुने कृपया च्यानललाई फलो गर्नु होला, सब्सक्राइब गर्नु होला र आफ्नो साथीहरूसँग पनि टक्क सेयर गरेर सेयर गरिदिनु होला र हस् त धन्यवाद तपाईँहरूलाई यो भिडियो हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। र अरू आउने दिनहरूमा पनि यस्तै इन्फर्मेटिभ भिडियोहरू चाहिएको छ भने कृपया च्यानललाई फलो गरेर सब्सक्राइब गरेर र बेल आइकन क्लिक गरेर जानु। हस् त।